हेलो मेरो सुरु ब्लग हो हैन आज मलेसियाबाट सबैलाई दर्शन छ घर चाहिँ नेपाल हो हैन बुझिदिनु होला अनि डाङबाट कहाँबाट यस्तै हो पारा डाङबाट अनि हामी जानको घुम्न आज सन्डेको दिन छुट्टी परेको छ यसो टकटुक परेर कहीँ कोही भेटिहाल्छ कि झप्पै मै खाइदिन्छ कि भनेको कता कता खोज्ने कोही भेटिन्न झ्याउ लागिसक्यो अब गएर सुत्नु त होला अब सपनामा भेट्ने मै त त्यही हो हाम्रो मै भने चाहिँ त्यो हामीले सपना पनि लिनु हुँदैन के हामी अभागी मान्छेहरू हैन हाम्रो नसीबमा हमारा नसीब में सी लिखा है सी हम कुछ भी नहीं मिलता है सबको मिलता है हमको नहीं मिलता है अभागी खबर है अभागी खबर म के गर्नु नि हुनेवाला चिल्लो पात नहुनेवाला खर्च पात भने जस्तै हमारा दिमाग में 16% मात्र है 16% है हमारा और कुछ नहीं है ओन्ली 16% यस्तै हो हैन हिँड्दै जाउँ कहाँ पुग्दो रहेछ हामी हैन हेर्दै जानु होला तपाईहरु बाइक यसो रङ्गाउँछ मलेसिया भने चाहिँ यस्तो हुन्छ ऊ छोरा होस् कि छोरी होस् पड्काउने हो यतिको पड्कायो नेपालमा पड्कायो भने जरिवाना कति हुन्छ तर केही छैन नेपालमै राम्रो हुन्छ होला हैन त्यही सोचिरहेछ तिमीलाई कस्तो लागिरहेछ नेपालमा कस्तो राम्रो अब नयाँ सरकार आइरहेछ कस्तो लागिरहेछ अब नयाँ सरकार आएको छ जे गरे पनि गर्यो नयाँ सरकार नगरे पनि मलाई त बाले मतलब छैन इन्डियातिर बसिन्छ नेपालतिर गए पनि नेपालतिर पनि बसिन्छ आउन नेपाल कुन दिन इन्डिया नेपाल नेपाल इन्डिया हैन इन्डिया चाहिँ नेपाल कहिले हुन्छ थाहा छैन हैन कुन दिन हुन्छ होला जस्तो लागिरहेछ मलाई हाम्रो कम्पनी यही हो हामीले काम गर्ने यस्तै हो जिन्दगानी के गर्नु कमलेको भाइ खै वीरेन्द्र 4 वर्षको लागि आइरहेछ हामी यहाँ हेर्नु अब 4 वर्ष बिताउने हो जेसुकै होस् अब गर्ने हो छिटो कि त भएर निस्किन्छ कि अब यतै डुबिन्छ थाहा छैन हैन अब 3 वर्षमा कि घर बन्छ कि घर बिग्रिन्छ हो क्या हो कि अर्काको बुढी बिगार्ने हो कि आफ्नो बुढी बिग्रिने हो यही हो केटा जिन्दगी मान्छेको जिन्दगी पैसा पनि कसले बनाऊ यो पैसा मान्छे कहाँ छ हो पैसा बनाउने मान्छे त्यसलाई पाएपछि त्यसको पैसा हुन्छ लुचा बाचा पारेर यार घरतिर जान पायो भने यो विचार छ जङ्गलमा आएको कहीँ गुना काट्छौँ कोही छ कि बसेको छ कि कोही देखिन्न आजको सन्डे दिनमा पनि सबै रुममै होला नि रुममै हामी बेरोजगार भने रुममा बस्ने होइन बाहिर डुली हिँड्ने हो कि त के भइरहेछ के भनेर पुरा हेरचाह गरी हिँड्ने हो होइन मलेसिया है मलेसिया हामी चाहिँ मलेसिया हो कि के भन्नु नेपाल हो कि यो एक प्रकार एउटै भइरहेछ होइन एउटै भइरहेछ चिसो मौसम हुन्छ पानी पनि पर्छ न नेपालमा पैसा देखिन्छ न मलेसियामा देखिन्छ अनि कहाँ जानु अनि तिम्रो गर्लफ्रेन्ड छ छैन अनि तिम्रो मेरो गर्लफ्रेन्ड यहाँ जोले पनि भन्छ मेरै गर्लफ्रेन्ड हो यो पनि मेरै गर्लफ्रेन्ड हो त्यो पनि मेरै गर्लफ्रेन्ड हो खाने बेला सबै मेरो गर्लफ्रेन्ड हो सबै मेरै हो यो गाडी दाजु मेरै हो अनि मेरो यो कम्पनी
कुनै प्रकारमा मेरो थियो यो कम्पनी हामीले काम गर्ने भन्दा बाहिर कम्पनी हो आउट अफ साइट। तर यहाँ कम्पनीमा चाहिँ खतरा काम चलिरहेको छ होइन अब कोही हाम्रो जस्तो होइन यो कम्पनी फेरि खतरा यार ओटी पनि खतरा चलिरहेको छ नि 12 घन्टा ड्युटी हो, सन्डे ड्युटी हो। कोही आउने विचार भने कन्ट्याक्ट गर्नु, पैसा भन्ने चाहिँ छुनु। पैसा भन्ने चाहिँ खतरा कमिरहेको छ नि यो। हर महिना बेसी कहीँ जाँदैन। ल आज चाइनिजले पूजा गरेको रहेछ। अगरबत्ती त धेरै ठुलो बालेको छ यार है। यो के को पूजा हो यो? अगरबत्ती लगाएको छ, चाइनिजको पूजा होला। यार त्यो भाषा पनि अब हामीले बुझ्दैन। अब यो भाषा खाङखुङ हेर केटा, म अब तिमीलाई चाइनिज तर एउटै हो खाङखुङ भनेर खाने हो भने एउटै हो जस्तो लाग्छ मलाई। यस्तो हो हाम्रो पारा। के गर्नु खोइ पाङ पाङ। यो त बुढी अगरबत्ती जस्तो चाहिँ लाग्यो। कुन नेताको पुतला जला हो कि होइन र? तर यो ठाउँमा पुतला जलाउँदैन। हाम्रो जस्तो होइन क्या, यो बनिसकेको ठाउँ हो। यस्तो छ है मलेसिया। हामी त गाउँ साइड हो होइन, गाउँबाटै आएको, गाउँ साइडै पर्यो। अब हाम्रो बजार भएको भए बजार देखाउँथ्यो, गाडी देखाएको छैन उनीहरूले देखाएको छैन। नसिबमा के गर्नु अब, क्या गरेगा गारू, किस्मत में लिखा है तो आलू भनेको थिएँ। हामी डुल्दैछु होइन। बनेर कुद्न गएको, बनेर छैन। मैले जङ्गलमा यार बाख्रा छोडेको छु, कहाँ गयो यार? कहाँ गराउँछु मेरो बाख्रा? खजुरको बुटा लागेछ, कुनै बसेमा खजुर पनि खान पाइन्छ। तेलको बुटा हो। एउटा भिडियो बनाऊँ न हामी यार, एउटा भिडियो कमेडी टाइपको होइन, अहिले सम्झिआयो भने ल। माया छ सबैलाई, हेरिदिनु होला। दुःख छ, परिवार घर परिवार छोडेर आउनु परेको छ यस्तो ठाउँमा। कहाँ छ नेपाल थाहा छैन। एउटा केटा नेपाल छोडेर बाहिर देश जानलाई 3-4 लाख रुपियाँ तिरेर आउनुपर्छ। 3-4 लाख तिर्नु कति महिना लाग्छ? 3-4 लाख अब नेपाल फर्केर जाऊँ भने छैन। 2 लाख रुपियाँ लगेर जानुपर्छ। के हो गाह्रो छ। प्लेनकै टिकट 1 लाख 1.5 लाख पर्छ अनि घर जाने बेला। अनि कसरी घर जाइन्छ कि जङ्गलै जङ्गल हिँड्न पर्यो। अब त बित्ला हाम्रो समय यहीँ बित्ला जस्तो लागिरहेछ होइन। समय त यहीँ बित्छ, लगन पनि यहीँ बित्छ। गरे कमाउला, नसके बाकसमा फर्काउँला, यस्तै हो हाम्रो जिन्दगी। अहिले छ मेरो सम्धि दाइ, हाम्रो मेरो पार्टनर भनेको यही हो होइन। हाम्रो छोरा मान्छेको जिन्दगी भनेपछि छोरीले बुझ्न सक्दैन क्या। त्यही त समस्या। हरि स्पिकिङ सर, म त बजारकै घरतिर। घर परिवार छोडेर आउनु परेको छ। कुन ठाउँमा हो थाहा छैन। बुझेको छु जे के गर्नु परेको छ, बुझेको छु के गर्नु परेको छ, बुझेको छु हामीले नि होइन। कमाउन आएको छ। लामो कपाल छ। अब कमाउनलाई के गरौँला थाहा छैन। धरानमा गर्छ, धरानमा